अर्को गाँजाको कुरा हो। अब गाँजाको कुरामा पनि अझ प्रधानमन्त्रीको बुझाइ मेरोभन्दा राम्रो छ यसमा, तपाईँलाई म भनौँ। अहिले गाँजासँग बाजिन्छ भने चाहिँ नि के हो भन्दाखेरि तपाईँले त्यसो भन्दै गर्दा मुख्यमन्त्री म किन हाँसेको भने अब त्यो न तपाईँसँग त्यसको प्रमाण छ न मसँग, मलाई त विश्वास पनि छैन होइन। हाम्रो प्रधानमन्त्रीज्यूलाई आलोचना गर्नेहरूले कतिपय सन्दर्भमा योसँग जोड्छन्। अनि मैले किन यो भने भन्दाखेरि त्यो उहाँ र मेरो बिचमा लामै यो बारेमा छलफल पनि भयो। मैले के भने भन्दाखेरि यो चाहिँ नि यो लागु औषध ऐन 2033सँग यो बाजिन्छ भनेर भन्नुभएको छ धेरैले होइन। मैले प्रधानमन्त्रीलाई के भने भन्दाखेरि लागु औषध ऐन 2033मा पनि खानको लागि पिउनको लागि त्यो के भन्छ त्यसलाई सेवनको लागि चाहिँ नि पूर्ण निषेध छ। तर औषधि जन्य र औषधिको लागि र औद्योगिक प्रयोजन बाई प्रोडक्ट हुन्छ नि त्यसको औद्योगिक प्रयोजनको लागि चाहिँ नि गाँजा खेती गर्न सकिनेछ भन्ने त्यहाँ लेखेको छ। अनि मैले प्रधानमन्त्रीलाई के भने हो भन्दाखेरि यसको लागि यो कानुनसँग बाजिँदैन, बाजिन्छ बाहिर जे भने पनि नियमावलीमा अलिकति यसको चाहिँ प्रष्टीकरण गरिदिनुहोस्। औषधीय तथा औद्योगिक प्रयोजनका लागि त्यतिको लागि मात्रै खोल्ने हो। अनि उहाँले खालि के मात्रै भन्नुभयो भने यसलाई मिसयुज हुन्छ कि मिसयुज हुनबाट रोक्ने कसरी, त्यो उहाँले मैले तपाईँलाई उहाँले अलिकति कन्सर्न गर्नुभयो भनेको कुरो यो मिसयुज हुनसक्छ नि त। हामीले एउटा पर्पजको लागि खोल्दैछौँ तर भयो अर्को भने कसरी गर्ने भनेर उहाँले त्यसमा चाहिँ यो मिसयुज नहोस् भन्नेमा उहाँको बढी कन्सर्न।